नमस्कार सर। नमस्कार सर। हामी सर विराटनगरको विराटनगर आँखा अस्पतालबाट यो चाहिँ हामी नेत्र ज्योति सङ्घ र माइजमीको पालिकाबाट समन्वय भएर अहिले हालसालै यो आँखा र कानको शिविर यो हरेक स्कुल र समुदायमा गरिरहेछौँ। यो स्कुलमा तपाईँको आज थियो, आज गऱ्यौँ होइन। यो स्कुलमा अब यो प्रोग्राम चाहिँ हाम्रो यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सर? कार्यक्रमको बारेमा केही दुई शब्द चाहिँ भनिदिनुहोस्। कार्यक्रम चाहिँ एकदम राम्रो छ। अब पहिलो कुरा त अब समुदाय लेभलको मान्छेको अथवा बच्चाको चाहिँ स्वास्थ्य संस्था अथवा चाहिँ कुनै अस्पतालमा चाहिँ पहुँच समुदाय पनि विद्यालयमा आएर चाहिँ सबै बच्चाहरूको चाहिँ चेक गर्न पाउँदाखेरि चाहिँ बच्चाहरूको लाभान्वित भएछ। यसले चाहिँ अब विद्यालय अथवा समुदायको लागि राम्रो भएको छ भन्ने म अरू सर त्यस्तो केही तपाईँको मनमा लागेको केही कुराहरू? अर्को कुरा चाहिँ अब निरन्तरता गरिदिनु भने राम्रो भन्ने लाग्छ। अब यो गत साल पनि यहाँ राजिनु भएको थियो। गत साल पनि केही बच्चाहरूको चाहिँ समस्या परिवर्तन भएको थियो। अब यसलाई चाहिँ निरन्तरता गर्न पाइयो भने बच्चाको पहुँचसम्म र समुदायको पहुँचसम्म चाहिँ कार्यक्रम पुग्थ्यो। त्यसले हामी त त्यही अपेक्षा गर्छौँ, निरन्तरता गर्नुहोस् भन्ने। हुन्छ सर।